हिसाब गरेर आउँदै दाजु एकछिन भए पनि आराम पाइयो ढिलो आइपुग्छु अब अघि गयो नि अन्त सिकाइरहन्छ सिकाइदिएको नि अब ऊ गयो अब आइन्दासम्म गर्नु ढिलो छिटो न अन्त लु छिटो अब त्यो आउँदैन अहिले अब सिकाइबस्छ अन्त अब उसको यहाँ काम बिजी थियो लु अब भरे त कति बेला आउँछ कि त्यति बेलासम्म त लु सकौँ न छिटो न छिटो कस्तो मान्छे रहेछ उल्टा फसाइ पऱ्यो स्मार्टै थिएको ओभर स्मार्ट भएपछि यस्तो हुँदो रहेछ